ल साथीहरू, आज म तपाईहरुलाई एउटा चीज गरेर देखाउँछु। तपाईहरुले गर्नु भएको छ कि छैन? यो भरि अन्डा है, यो हो खाली बटुका भनौं न। अब यसमा म पानी हाल्छु, भरि पानी हाल्छु। भरि पानी हाले। अब यो अंडा डुबाउँछु। अंडा तल डुब्यो है। अब म माथि कसरी तैराउँछु भन्ने कुरा पनि तपाईहरुलाई म देखाउँछु। यो तल डुब्यो, अब म यो माथि डुबाइदिन्छु, माथि तैरिने बनाइदिन्छु। त्यो तैरिने बनाउनुको लागि चाहिँ मैले के चीज हाले त्यो याद गरेर कमेन्ट गर्नु होला। ल साथीहरू, अब यो अंडा हेर्नुभयो त, पुरा माथि उफ्रिरहेछ। अघि तल बसेको थियो भने यो अंडा अहिले माथि उफ्रिरहेछ। यो के चीज हालेर मैले माथि उफारे कमेन्ट गरिदिनु होला। मन परेको खण्डमा लाइक शेयर गरिदिनु होला। धन्यवाद।